हिमालको श्वासले स्पर्श गरेको बादलसँग आँखा जुदाई गर्ने एक सुन्दर बस्ती यो हो घान्द्रुक गाउँ। ढुङ्गाले बनेका घरहरू, काठका झ्यालबाट झुल्किने इतिहास र गुरुङ संस्कृतिले सिगारिएको आत्मा बोकेको गाउँ। यहाँ हरेक बिहान अन्नपूर्ण र माछापुच्छ्रे सूर्यको पहिलो किरणसँगै मौन मुस्कान छर्छन्। आउनुहोस् हामीसँगै घान्द्रुकको यात्रा गरौँ। So welcome to you all. It's a day 4 of our tour होइन। र आज चाहिँ अब हामी पोरमस्ताङ यहाँबाट नजानी भइसकेपछि हामी अब लाग्दैछौँ आज घान्द्रुकतर्फ। बिहानको घामसँगै हिमालको मनोरम दृश्य हेर्दै हामीले मार्फालाई बिदाई गरी त्यहाँबाट कुसिली लिएर हामी लेते हुँदै तातो पानीतर्फ लाग्यौँ। तातो पानी नपुग्दै हामी खाना खाने स्थल दानामा फेरि रोकियौँ। र हामी आज चाहिँ डे 4 को दिनमा चाहिँ मार्फाबाट चाहिँ हामी यहाँ दानामा चाहिँ फेरि आज खाना खान झरिसकेका छौँ भने त्यसपछि चाहिँ हामी तल तातो पानीमा गएर चाहिँ नुहाउनेछौँ यो पछि चाहिँ। र यतिखेर अब हामी तातो पानीमा चाहिँ उर्लिएका छौँ। बाटो पनि बनिरहेको रहेछ उतातिर होइन। अब बाटो बनिरहेको रहेछ। अब यहाँ तातो पानी आइसकेपछि तातो पानीमा पनि अब नुहाउन त भन्ने कुरा भयो सबैजना साथीहरू। सो अब हामी यहाँ नुहाउँछौँ है। सो नेचुरल सोनाको पनि एकदमै राम्रो एक्सपिरियन्स भयो। धन्यवाद। तातो पानी बागलुङ कुसमा हुँदै हामी नयाँ पुल पुग्छौँ जहाँ घान्द्रुकतर्फ लाग्ने बाटो सुरु हुन्छ। यो बाटोले सहरलाई बिस्तारै मौनतामा बदल्दै लैजान्छ जहाँ हतार हराउँछ र प्रकृति बोल्न थाल्छ। र अब घान्द्रुक आएको हामी अब घान्द्रुक आउँदा पनि फेरि अलिकति दुःख पाइयो। अब गाडी चाहिँ बिच बाटोसम्म मात्रै आउने रहेछ। अब यहाँबाट हाम्रो फेरि मिनी ट्रेक सुरु भयो। यहाँबाट करिब 1 घन्टा जति चाहिँ माथि उक्लिनु पर्ने रहेछ हाम्रो होइन। अनि त्यसपछि बल्ल हामी आजको डेस्टिनेसन चाहिँ हामी पुग्नेछौँ घान्द्रुक। सो यही नै रहेको छ। अब सुरु हुन्छ हिमालतर्फ लैजाने ढुङ्गे सिँढीहरू। सडक यही अन्त्य हुन्छ। यी ढुङ्गे सिँढीहरू केवल उकालो हिँडाइ मात्र होइनन्, यी हिमालतर्फको यात्राको पहिलो सङ्केत हुन्। समय र पैतालाले घिस्रिएका यी सिँढीहरूले यात्रीलाई बिस्तारै घान्द्रुकतर्फ डोराउँछन् जहाँ आवाजहरू मौनतामा रूपान्तरित हुन्छन् र सासहरू शुद्ध हावासँग घुल्छन्। वर्षौँदेखि यहीँबाट अन्नपूर्ण बेस क्याम्प जाने यात्राहरू सुरु भएका छन्। घान्द्रुकपछि बाटो खुल्छ। चोम्रोङ, बाखर्क, देउराली, माछापुच्छ्रे बेस क्याम्प हुँदै अन्नपूर्ण बेस क्याम्प 40 से 30 मिटरसम्म। र यो घान्द्रुकको उकाली चढ्दै गर्दाखेरि एकदमै थके लाग्यो। हामी चाहिँ यहाँ यसरी बसेका छौँ र करिब 15 मिनट जति भयो हामी तलबाट बसिस्टबाट चाहिँ हिँडेको। अहिले बाटो बनाइरहेको रहेछ, त्यही कारणले चाहिँ बस चाहिँ अलि माथि नजाँदो रहेछ। थोरै हिँड्नु पनि रहेछ। अहिले थके लाग्यो पानी खानु। केही सासको रात अझ अब हामीले फाइनली बुक गरेको होटल चाहिँ हामी आइसक्यौँ। साइमन गेस्ट हाउस एन्ड रेस्टुरेन्टमा चाहिँ आज हाम्रो रात चाहिँ यहीँ काट्नेछौँ। र अब अरू कुराहरू होटलमा के कस्ता कुराहरू हुन्छ सब चाहिँ म भ्लगमा देखाउने कोसिस गर्नेछु। होटल आइसकेको 2-3 घन्टामा नै घान्द्रुकबाट घाम अस्ताएको थियो। हामी खाना खान सबैजना डाइनिङ हलतिर लाग्यौँ।
खाना स्वादिलो थियो। दिउँसोको थकान मनलाई शान्त र अनगिन्ती यादहरूलाई बनाउँदै बटुल्दै हामी साथीहरू बीच आगो ताप्न थाल्यौँ। क्याम्पफायरको बीचमा सबैजना साथी मिली नाच्न गाउन सुरु भयो। रमाइलो हुँदै थियो। रात पनि छिपिँदै थियो। करिब घडीको 10 बजेपछि हामी आफ्नो आफ्नो कोठामा गयौँ र त्यो दिन यसरी समापन गरियो। हाम्रो घान्द्रुकको बिहानी आजको ब्रेकफास्टबाट सुरु गरेका छौँ भने खाजामा तरकारी, रोटी अनि अन्डा अनि चिया रहेको छ र एकदमै मिठो भएको छ। हामी यो ब्रेकफास्ट गरिसकेपछि चाहिँ हामी यो घान्द्रुकको सम्पूर्ण यो पुरानो टिपिकल गाउँ घुम्नेछौँ अनि यहाँको सिनारीहरू चाहिँ इन्जोय गर्नेछौँ। अहिले नेपालको कास्की जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्रभित्र अवस्थित एक ऐतिहासिक गुरुङ गाउँ हो घान्द्रुक गाउँ। समुद्री सतहदेखि करिब 1940 मिटर 6360 फिट उचाइमा रहेको यो गाउँ हिमाल र मानव जीवन बीचको सुन्दर सन्तुलनको उदाहरण हो। यस उचाइबाट माछापुच्छ्रे अन्नपूर्ण दक्षिण र हिउँचुली नजिकै उभिए जस्तै देखिन्छन्, जहाँ बिहानको घामले हिमाल सुनौलो बनाउँछ। घान्द्रुक केवल उचाइमा बसेको गाउँ मात्र होइन, यो संस्कृति, आतिथ्य र प्रकृतिको सङ्गम हो। यहाँको हावा शुद्ध छ, गति शान्त छ र जीवन सरल तर गहिरो। अन्नपूर्ण क्षेत्रको प्रमुख प्रवेशद्वारका रूपमा घान्द्रुक वर्षौँदेखि यात्रीहरूको पहिलो विश्रामस्थल बनेको छ। यहाँ उचाइले सास रोकिन्न बरु मन खुल्छ। तपाईँ त उता राख्नु भने गाडी त होइन र हो तलबाट कहाँदेखि उता ओह्रालो त्यो डाँडामा एउटा घर छ नि त्यहाँ होइन त्यो घुटीमा सिँढी माथि आउँदैन ए त्यो रेलिङमा यता कता यतातिरबाट पनि बाटो छ अरे छ नि यहाँ। गाडी चाहिँ आउँदैन चाहिँ आउँछ नि हामी त यस्तो ठाउँमा तपाईँको कहाँ राखेको गाडी तल गाडी त्यहीँ आउँछ नि हामी समक्क देखिने स्पट चाहिँ कहाँ छ? यो पुरी गाउँदैन है तल यस लेखेको छ नि हेलिप्याड हजुर ओ त्यहाँ जानुहोस् तपाईँहरू ल तपाईँको गाडी तलै छ होइन हजुर त्यो जुन रेलिङबाट त्यो उता सिँढी आउनु भएको होइन ओ अब त्यहाँ जानुहोस् मेन गाउँ चाहिँ उहाँ हो कि त्यो डाँडा गाउँ पुरानो गाउँ त्यो भिडियो फोटो हान्छ नि त त्यो चाहिँ खोज्यो क्या हामीले। यहाँ तल जानुहोस् यो त सोध्दै सोध्दै जानुहोस् है डाँडा गाउँ जाने कुन बाटो भन्नु यही माथि नै हो, माथि बताइदिन्छ सन्टे कति मिनट लाग्ला यहाँ तल तपाईँले हेर्नुहोस् है अब यताबाट जानुहोस् यो ओम शान्तिको घर छ नि त यहाँ ओम शान्ति एउटा झन्डै है ओम शान्ति त्यहाँबाट तल जानु अनि त्यो एउटा बेस भन्ने होटल आउँछ अनि एउटा सम्झना होमस्टे त्यहाँ सोध्नु अनि तल पँधेर छ त्यहाँबाट नो लेफ्ट नो राइट सिधा सोध्दै जानु उनीहरूले बताइदिनु डाँडामा अनि त्यहाँ तपाईँहरू कहाँ जाने त्यहाँ त्यो एउटा डाँडा गाउने होटल छ त्यहाँ बुद्धो भनेको नक्सा छ अनि त्यो पानी क्या छ्याप त्यो भ्यू त्यहाँ गएर तपाईँहरू फोटो हाल्नु एकदम राम्रो आइन्छ त्यहाँ एउटा चौधरी छ कवि सब छ होइन त्यहाँ भने त्यो माथि भने तलबाट एकदम राम्रो हुन्छ फोटो त्यहाँ अब ढाक्न लगायो बादलले ल है हामी त भ्रममा रहेछौँ यो गाउँ अब यहाँबाट 10 मिनट पुग्छ तर तपाईँहरू त्यो गाउँको बाटो यता के भएर आलुमलीको हो कि मेन त्यहाँ जानु तपाईँहरू पहिले डाँडाको हेर्नु त्यतै तेर्सोबाट सटर हुँदै त्यो त्यहाँ छ नि त्यो हेलिप्याड त्यहाँबाट पुरै गाउँ देखिन्छ है ल ल भाइ यहाँनिर ड्रोन उडान मिल्ला किन यहाँ त त्यो एक्जाम मार्फत लिनुपर्छ के भन्छ अरे पर्मिसन लिनुपर्छ न त झ्याउ हुन्छ है ल भाइ तपाईँहरू हिजो आउनुभयो राम्रो खुल्यो है हिमाल कहाँदेखि घर पोखरा काठमाडौँ ए काठमाडौँ हो गाडी यहीँ आउँछ घान्द्रुकका मानिसहरू साँच्चीकै सरल रहेछन् तर मनले एकदमै विशाल। मुख्य रूपमा गुरुङ समुदायको बसोबास रहेको यो गाउँ आपसी सम्मान, मेहनत र सामूहिक जीवनको उदाहरण हो। यहाँका स्थानीयहरू अतिथिलाई परिवार सरह स्वीकार्छन्। मुस्कान, नम्र बोली र सहयोगी स्वभाव उनीहरूको पहिचान बनेको छ। साँच्चै नै एकदमै रमणीय छ यो ठाउँ चाहिँ।
र पहाड यो हिमाल ठ्याक्क बिचमा रहेर हिमाल पहाडले घेरिएको यो राम्रो टिपिकल यो पुरानो बस्ती एकदमै लोभलाग्दो देखिएको छ त्यति बेला। र अब हामी अरू पनि यहाँ त्यहीँ गाउँमै गएर पनि धेरै कुराहरू चाहिँ धेरै भिडियोहरूमा चाहिँ कैद गर्नेछौँ। ढुङ्गा रोक्छन् है यसरी। ल हामी चाहिँ यहाँ के होटेल साइमन होटेलमा चाहिँ वान नाइट स्टे गरेको थियो। एकदमै राम्रो एक्सपिरियन्स भयो अनि हाम्रो अङ्कलसँग पनि राम्रो एक्सपिरियन्स भयो। अनि यो घामदुङको बारेमा चाहिँ यो घामदुङ टुरिज्मको बारेमा चाहिँ थोरै केही भनिदिनु न। अनि हजुरको शुभ नाम? नमस्कार, मेरो नाम मनोज गुरुङ। हजुर। अब घामदुङमा चाहिँ विशेष गरेर अन्नपूर्ण हिमालयन रेन्ज प्लस ढुङ्गेनी गाउँ हेर्न आउने हो। यहाँको कल्चर त्यसको लागि चाहिँ अब देश विदेशमा चाहिँ परिचित छ भनौँ न। अनि यो टुरिज्म फ्लो चाहिँ मोस्टली कुन सिजनमा हुन्छ अनि कस्तो के हो यो कि यो सबै सिजनमा यत्तिकै फ्लो होइन, लगभग असोजबाट वैशाख जेठसम्म त लगभग रेगुलर नै राम्रै हुन्छ। त्यो बर्खायाममा पानी पर्ने सिजनमा मात्र अलिकति कम हुन्छ। हजुर। नत्र घामदुङमा राम्रै छ। धन्यवाद। अब हामी यहाँ एकदम रमाइलो एक्सपिरियन्स भयो। अब चाहिँ नेक्स्ट आउँदाखेरि अब हामी यहीँ नै भेट्नेछौँ है। धन्यवाद। यसको लागि के छ ठिक छ थापा काजीजी? ठिक छ सर। थापा काजीजी सो हाम्रो रिसेन्टली घामदुङको यात्रा पनि सकियो होइन अञ्जनजी? अब तपाईँलाई चाहिँ अल टुगेदर यो एक्सपिरियन्स कस्तो लाग्यो? एज अ सर्ट डिस्टेन्समा होइन बाटोहरू पुगेको मजाले सर्ट हाइक गरेर आउन मिल्ने एकदम यो राम्रो ठाउँ रहेछ हाम्रो चाहिँ। हामीले धौलागिरी जस्तो देखेर साउथ अन्नपूर्ण माछापुच्छ्रे स्टेट। तर हामीलाई कुनै कम्प्रोमाइज गर्नै परेन कि एकदमै बिहान 100% हामीले सबै सिनहरू चाहिँ एक्युरेट देख्यो होइन। यति बेला अब हामी निस्किँदा चाहिँ यो हुस्सु यो पुरै यो क्लाउडहरू पुरै लागिसक्यो। यति बेला आएको भए चाहिँ कुनै औचित्यै छैन के। तर तपाईँ यदि घामदुङ आउँदै हुनुहुन्छ भने वान नाइट स्टे गरेर वान नाइट स्टेको के अरे प्याकेज लिएर आउनु होला। तपाईँ बेलुका बस्नुहोस् र बिहान तपाईँले एकदमै राम्रो सिन यस्तो राम्रो देख्नुहुन्छ कि सनराइजदेखि तपाईँले त्यो माछापुच्छ्रेको सिनारियो चाहिँ मिस गर्नुहुन्न क्या। सो त्यही नै हो, एकदमै ओभरअल एक्सपिरियन्स राम्रो भयो। हाम्रो साथीहरूको बन्डिङ पनि एकदमै रमाइलो भयो होइन। कसैको चित्त दुखाइ केही भएन, हाँसियो खेलियो रमाइलो भयो। एट लास्ट होइन हाम्रो यो भनेको मोमेन्ट हो क्या, मेमोरी हो। पछि अरू केही हुन्न क्या, हामीसँग सम्झना मात्रै हो। सो त्यही नै हामीले अहिले यो भिडियोमा पनि क्याप्चर गरेर आयो। हेर्दा पनि पछि रमाइलो लागिरहोस्, यस्तो थियो यो बेला उस्तो थियो भन्ने मात्रै हो। र यो बाटो हिँड्दै गर्दाखेरि त्यो सम्झना फेरि हामीलाई आउने नै छ। र कुनै दिन कुनै पल हामी फेरि यो यसरी आउने वातावरण बन्योस् होइन। यही नै हो। सो ओभरअल रमाइलो भयो ल।